नमस्ते नमस्कार। नमस्ते भन्नुहोस्। सरको शुभ नाम के भयो? मेरो नाम प्रभात कुमार पासवान र यो लालबन्दी 2। अब यो आउँदै गरेको सङ्घीय चुनावमा सर्लाही क्षेत्र नम्बर 1 बाट चाहिँ कसले चाहिँ चुनाव जित्ला, कसले चाहिँ बाजी मार्ला, कसले चाहिँ जित्नुपर्ने हो, के छ तपाईँको राय के छ? अब जित्ने र जित्ने कुरा देशलाई चाहिएको के हो त्यो चाहिँ यहाँ नेपाली जनता र यहाँको स्थानीय भोटर मतदाताहरू सबैलाई एउटै अनुरोध छ कि आजको आवश्यकता के हो त्यसमा ध्यान मध्यनजर गर्दै आफ्नो मतदान गर्नुहोस्। तपाईँ चाहिँ कसलाई मतदान गर्नुहुन्छ? हामी त युवा मान्छे, युवा नै प्रोत्साहन गर्नुपर्छ। बुढापाकालाई सबैलाई हेरिसक्यो, अब हेर्न बाँकी को? बालेन रवि रासोपा। बालेन त यहाँ छैन यो क्षेत्रमा उम्मेदवार, अब कसलाई दिनुहुन्छ? घन्टीले दिन्छ हामी। यहाँ घन्टीको उम्मेदवार को? जो भए पनि हामी घन्टी। तपाईँ घन्टीलाई चिन्नुहुन्छ? घन्टीलाई चिन्छ। प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद। स्वागत छ। सबैभन्दा पहिला नमस्कार। हजुरको शुभ नाम र हजुरको घरको ठेगाना यसो भनिदिनु पर्यो सर। नमस्कार, म कपिल देवकोटा, लालबन्दी नगरपालिका वडा नम्बर 6 र लालबन्दी खानेपानीको म कोषाध्यक्ष। अहिले यो क्षेत्र नम्बर 1 को मतदान हुनुभन्दा अगाडि मनोनयन गर्ने बेलामा मनोनयन अफिसको अगाडि हुनुहुन्छ तपाईँ। सर्लाही क्षेत्र नम्बर 1 को तत्कालीन अवस्थाको बारेमा चाहिँ यसो केही जानकारी गराइदिनु पर्यो सर। तत्कालीन अवस्थाको बारेमा अहिले निर्वाचन आयोगमा जम्मा कति 8वटा जुन पार्टीहरूको छ, त्यो पार्टीहरूमध्येमा चाहिँ अब अलिकति पहिले पनि चाहिँ अब 74 सालमा पनि मानिने प्रमशाले जित्नुभएको र अहिलेको जुन यो 16 घटक छ, 16 घटकको चाहिँ पनि 6 घटक चाहिँ सर्लाही जिल्लामा छ। सर्लाही जिल्लाको 6 घटक मध्येमा प्रमोद शाह हुनुहुन्छ। त्यो 6 घटकको मध्येमा प्रमोद शाह हुन्छ। प्रमोद शाहले चाहिँ योभन्दा अगाडि 74 सालमा पनि उहाँ चुनाव जितिसक्नु भएको छ, मानिने हुन्छ। उहाँले विभिन्न ठाउँमा चाहिँ विकास राम्रो काम गर्नुभएको छ र यसपालि पनि यो फागुन 21 गतेको चुनावमा छ। त्यो चुनावमा सन्दर्भमा मलाई लाग्छ क्षेत्र नम्बर 1 बाट प्रमोद शाहले जित्नुहुन्छ। क्षेत्र नम्बर 1 मा चाहिँ हाम्रो अहिले चाहिँ देशभरिमा चर्चामा रहेका बालेन शाह र उहाँको पार्टी घन्टीको बारेमा चाहिँ कतिको माहौल देखिएको छ, कति सुनिएको छ? अब देशको सम्पूर्ण देशहरूमा चाहिँ अब राष्ट्रसभाको जुन अहिले माहौल छ, बालेन शाह जब राष्ट्रसभामा प्रवेश गरिसकेपछि त्योभन्दा अगाडि त्यति खासै माहौल थिएन रवि लामिछानेको सभापतिको चाहिँ। अब जब बालेन शाह जब प्रवेश भयो त्यसपछि चाहिँ तपाईँको चाहिँ के माहौल छ र क्षेत्र नम्बर 1 मा त्यस्तो प्रभाव चाहिँ पार्न सक्दैन, किन अन्य ठाउँमा जस्तो अरू अन्य ठाउँमा सक्छ होला, तर सर्लाहीको क्षेत्रमा चाहिँ मलाई लाग्छ राष्ट्रसभाले सक्दैन। सर्लाही क्षेत्र नम्बर 1 मा चाहिँ नेकपा माओवादीको चाहिँ उम्मेदवार जुन प्रमोद शाह हुनुहुन्छ, उहाँलाई चाहिँ जनताले केका लागि भोट दिने? नेकपा माओवादीको होइन, नेपाली कम्युनिस्ट पार्टीको। नेपाल कम्युनिस्ट पार्टी। अहिले जुन पहिले माओवादी हुनुहुन्थ्यो, माओवादीबाट विभिन्न पार्टीहरू चाहिँ अहिले चाहिँ घटक भएर चाहिँ सर्लाही जिल्लामा 6 घटक छ, नेपाल अधिराज्यभरिमा 16 घटक छ। यो 6 घटकमा चाहिँ उम्मेदवार क्षेत्र नम्बर 1 को चाहिँ प्रमोद शाह हुनुहुन्छ र प्रमोद शाहको चाहिँ लगभग जित्ने सम्भावना उहाँको धेरै छ। धेरै धेरै धन्यवाद सर सुझावको लागि। हस्, धन्यवाद, नमस्कार। तपाईँको शुभ नाम? मेरो नाम चाहिँ अस्फाक अन्सारी, हरिपुर 5 मजुबा मेरो घर पर्यो। म पेसामा चाहिँ एउटा व्यवसाय गरेको छु, पसल छ अनि खेतीपाती किसानी। अहिले तपाईँ सर्लाही क्षेत्र नम्बर 1 को निर्वाचनको लागि चाहिँ अब मनोनयन दर्ता गर्ने ठाउँमा हुनुहुन्छ। कुन पार्टीबाट आउनु भएको छ कि एउटा सर्वसाधारण नागरिकको हिसाबले आउनु भएको छ? म नेपाली कम्युनिस्ट पार्टी। हजुर हजुर, त्यहीबाट आएको छु। तपाईँ नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता हुनुहुन्छ? हजुर हजुर। सर्लाही जिल्ला क्षेत्र नम्बर 1 मा चाहिँ अहिलेसम्म हजुर एउटा पार्टीको भए पनि यसो बाहिरी गतिविधिहरू हेर्दाखेरि चाहिँ सबैभन्दा बढी भोट ल्याएर चुनाव जित्न सक्ने सम्भावना भएको व्यक्ति चाहिँ को हुनुहुन्छ? सर अहिले त मलाई हम्मे परेको छ। अब
नोमिनेसन भइसके पछाडि हजुर हजुर अब कस्तो गतिविधि आउँछ त्यसपछि थाहा हुन्छ। अहिले कसैलाई भन्न सकिँदैन। अहिले यहाँ सबको- बालेनको पार्टी घन्टीको बारेमा चाहिँ कतिको चर्चा सुनिन्छ क्षेत्र नम्बर 1 मा? अहिले त युवाको हिसाबले त धेरै चर्चा छ, हजुर तर पछि जनताको कन्सेप्ट चुनावको नोमिनेसन भइसके पछाडि कन्भिन्स गर्न थाल्यो भने कन्सेप्टहरू चेन्ज हुँदै जान्छ के। जति चुनाव नजदिक हुँदै जान्छ त्यति कन्सेप्टहरू चेन्ज हुँदै जान्छ, बदलिन्छ। त्यही भएर अहिले केही भन्न सकिँदैन। अब पछि गएर अब कस्तो मोमेन्ट आउँछ त्यसअनुसार म भन्न सक्छु। ए ओके, धेरै धेरै धन्यवाद। हुन्छ, तपाईँको मिडियामा मेरो कुरा 2 शब्द राख्नुको मौका दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।